हेलो सबैजनालाई नमस्ते। आज म जन्मिएको ठाउँ अन्नपूर्ण कास्की तिहान गाउँमा छु। आज चाहिँ म माथि गोठा आइरहेको थिएँ। आउने क्रममा म छोटो भिडियो बनाउँछु भन्ने क्रममा यो छोटो भिडियो बनाउन गइरहेको छु। देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो उपल्लो तिहान भन्छ यो गाउँलाई चाहिँ। यसलाई तल्लो तिहान चाहिँ मेरो जन्मिएको बस्ती तल्लो तिहान भयो, यसलाई चाहिँ उपल्लो तिहान भन्छ। यहाँ चाहिँ हाम्रो थोरै भन्नाले अब त्यही अलिकति जग्गा भएको हुनाले अब माथि अब आइरहनु पर्ने, बिहानै बेलुकी आइरहनु पर्ने एउटा पारी बान्नु भएको छ यहाँ गोठमा चाहिँ। म अहिले एकछिनमा देखाउँछु तपाईँहरूलाई। यो चाहिँ हाम्रो वर्षौँभरिको लागि खानको लागि लगाउने कोदो, मकै, जौँ, फापर, गहुँ जे पनि लगाउन सकिन्छ। यहाँ जे पनि हुन्छ, मिहिनेत मात्र गर्नु पर्यो, मिहिनेत गर्न सक्नु पर्यो। देख्न सक्नुहुनेछ यहाँ के बिना लगाउनु भएको छ तर त्यो थाहा भएन मलाई। देख्न सक्नुहुन्छ कफीको बुट्टा, सुन्तलाको बोट, तरकारीहरू, साग सब्जी सबै लगाउनु भएको छ। यो चाहिँ हाम्रो अन्नपूर्ण 10 कास्की अन्नपूर्ण 10 तिहान। मकैले घाँस काटेर हालेर अब चाहिँ म तल घरको लागि झर्दैछु। यसलाई चाहिँ अमिलो यानिकि निवा भन्छ, अमिलो निवा नै भन्छ। देख्न सक्नुहुनेछ यिनी सबै हाम्रो एरिया यानिकि हाम्रै जग्गा पर्छ। देख्न सक्नुहुनेछ केराउ, तोरी के त लगाउनु भएको छ त्यो त थाहा भएन। अनि यता देख्न सक्नुहुनेछ यसलाई बन्द तरकारीको लागि यो झुन्च्ने बन्द काउलीहरू के लगाउनु भएको छ। खुर्सानीको ओड यानि पुरानो बुट्टाहरू, तरकारी अर्ग्यानिक तरकारीहरू, अर्ग्यानिक खुर्सानी। यो चाहिँ बेलाउतीको यानि अम्बा, बेलाउती हाम्रोतिर बेलाउती नि भन्छ, अम्बा नि भन्छ। यस्तै छ हाम्रो गाउँ।